हाम्रो अफिसको साथीहरू मिलेर 50-50 रुपियाँ उठाएर रामेन हन्टिङ हान्दा यस्तो मजा आउँछ भनेर मैले सोचेको पनि थिइनँ। हेलो गाइज, अहिले चाहिँ म मुलाको अचार बनाउनु लागेको चाहिँ आउँदैन, जस्तो आउँछ त्यस्तै बनाउँदैछु भगवान भरोसामा। अहिले चाहिँ प्याज र खुर्सानी काट्दैछु काटकुट पारेर भिडियो राम्रो आओस् भनेर क्यामेरा माथि राखेको टाउको मात्रै राम्रो आयो। प्याज र खुर्सानी चाहिँ रेडी भइसक्यो, यसमा हल्का नमक हालेर अजिना पनि डाल्नु पर्ने हुन्छ। अनि अमिलोको बट्टालाई फन घुमाएर घोलेर हल्का हाल्दियो हुन्छ बब्बाल हुन्छ। अनि कराई तताएर तेल रनक्क रन्काएर हाल्दियो हुन्छ बब्बाल होइन बब्बालै हुन्छ। अनि स्वाट घोलेपछि अचार रेडी, खत्तमै भयो, बर्बादै भयो नि यार। कपडासँगै पैसा पनि दिएछु। अनि यति भयो भने भरे फुड हन्टिङको राम्रो व्यवस्था पो हुन्छ त। अब चाहिँ हाम्रो रामेन हन्टिङ सुरु हुन्छ। यता हुनुहुन्छ हाम्रो मास्टर शेफ पल दादाको कुकिङ स्किल्स देखेर गल्लीको केटीहरू फिदा हुन पनि हो। यतिको स्किल्स भएको मान्छेमा फिदा नभए कस्तोमा हुने त। यो बिना चाहिँ रामेनको टेस्ट अधुरो नै हुन्छ। ओ माई गड, स्मेलले त पुक्लुकै ढाल्छ त यार। अनि हाम्रो मोटी दिदीको इन्ट्री भयो। हुन त म डाइटिङमा छु कि, खाना त खादिनँ, तर भाइहरूले कस्तो पकायो भनेर चाख्नु आएको। अनि दायाँ बायाँ पालाक पुलुक हेरेर कप्पै बाठी दिदी कस्तो बबाल देख्यो यार। हाम्रो पनि भाग लाग्दैछ टक्क लाएर। जिब्रोले मुतिसक्यो, कति साह्रो ढिलो गरेको यार। यो हो नि त अर्गानिक खुवाई भनेको, हातले गुवाम कि गुवाम। अनि मैले पनि डेक्ची सेक्ची उठाएर हान्दिए गुवाम कि गुवाम। यो चाहिँ बाहुन साथी बनाउनुको फाइदा, घरबाटै दही सही बोकेर आउँछ। अनि मैले पनि सट्टा सारेर घट पिदिएको मजा आयो।